आज 13औं दिन। 13औं दिन के चाहिँ 13औं दिन भने मैले चाहिँ स्मोकिङ गर्न छोडेको 13औं दिन भयो। हुन त आज नयाँ वर्ष, तर पनि मैले चाहिँ 13 दिन अगाडि चाहिँ मैले छोडेको र तपाईँहरूले पनि छोड्न सक्नुहुन्छ। तर हाम्रो के बानी छ भने हामी बहाना गर्छौँ क्या, बहाना भन्छ नि, बहाना। त्यो बहाना गर्ने बानी छ कि, जस्तो कि जाँड रक्सी खानेहरूलाई पनि के छ कि केही हुँदैन, यति पिउँदा हुन्छ, स्वास्थ्यको लागि राम्रो, यो बहाना हो। डक्टरहरूले पनि भनेको थियो दिनमा त्यति पिउँदा हुन्छ, हेल्थको लागि एकदम राम्रो, डक्टरले भन्छ। रुगा मर्की लागोस् त्यहाँदेखि ओल्ड मङ्क पिउनुहोस्, त्यसमा झन् अरू के भन्छ, यसो लेमन, तातो पानी अनि लेमन अनि यसो कागती हालेर, सरी लेमन अनि हनी हालेर खाँदा अब राम्रो हुन्छ, चट गर्छ। यसो पहिला म पनि भन्थेँ यसरी, कसैलाई रुगा लाग्यो भने त्यही भनिदिन्थेँ म पनि, पियोस् नि भनेर पनि। त्यसको ठाउँमा अब हामीले तातो पानी, अदुवा, हनी मह हाल्दा हुन्छ नि, त्यो होइन। अनि बाना त्यस्तै कुरो त्यो भन्दा पनि कन्टेन्ट भन्छ नि, त्यो कन्टेन्ट यसरी निस्किन्छ कुरो गर्ने। रिस उठ्दैछ नि, कति आएको कति बोलेको हुन्छ। अहिले फलो गर्नुहुन्न, फलो गर्नु, नत्र कुनै बेला हुन्छ फेरि त्यतिखेर म चाहिँ फलो ब्याक नदिउँला त्यतिखेर। गफैले जस्तो हुन्छ, म दिनु पऱ्यो नि हो, जमानै त्यही चल्दैछ, गफ दिँदैछन् मान्छेले। ओ आजकल न मोनिटाइजेसन पैसा नि के भयो जस्तै भनेर दिइरहेको हुन्छ। तिनीहरू कन्टेन्ट चाहिएछ, यस्तै गफ दिइरहेको हुन्छ। ओके, यस्तै हो गफ गाफ भन्ने कुरो। तपाईँहरूको के हुन्छ भने भयो भने राम्रो हो, भएन भने यसो स्किल बढ्छ बोल्ने, यसो गफ दिने। ल प्लिज फलो गर्नु है। अहिले हेर्नु म घुम्दै, अरू पनि घुम्दैछु कि दिमागमा आउँछ, भन्दै जान्छु, भिडियोहरू बनाउँदै जान्छु। झन् भोलि मेरो छुट्टी हो, दिनको कति आउँछ थाहा छैन। नयाँ वर्षको शुभकामना छ सबैलाई।